नमस्कार सबैजनालाई नेपाल यात्रा 360 युट्युब च्यानलमा तपाईँहरूलाई चाहिँ हार्दिक स्वागत छ। आज चाहिँ म भैरव भन्सर कार्यालयमा काम विषयले गरेको थिएँ। फर्किने क्रममा चाहिँ म सुनौलीसम्म नै पुगेँ। सुनौलीसम्म पुगिसकेपछि सुनौलीबाट त डन्डा फर्किने क्रममा चाहिँ मैले यो भिडियो करिब 2 महिना अगाडि बनाएको थिएँ। म चाहिँ त्यस्तै व्यस्तता कारण चाहिँ मेरो युट्युब च्यानलमा अपलोड गर्न पाएको थिएन। यो भिडियोमा चाहिँ सुनौली गेटदेखि डन्डासम्मको भ्यू मैले खिचेको छु। यहाँहरूलाई चाहिँ कस्तो लाग्छ हेरेर साथ दिनुहोला। मैले चाहिँ विशेष त त्यस्तो केही पनि छैन। आज युट्युबलाई कन्टिन्यू होस् र पुरानो भिडियो मैले चाहिँ 2 महिना 3 महिना अगाडि चाहिँ बनाएर राखेको। आज चाहिँ समयको सदुपयोगसँगै युट्युबलाई पनि कन्टिन्यू होस् भन्ने उद्देश्यले भिडियो बनाएको छु। तपाईँहरूले चाहिँ अन्तिम समय हेरेर साथ दिनुहोला। धन्यवाद।